ओके, वेलकम ब्याक टु मेरुक्लब.com र हामीले योभन्दा अगाडिको भिडियोमा चाहिँ पिआर क्याम्पेन कसरी क्रिएट गर्ने भन्ने बारेमा चाहिँ हामीले एउटा ट्युटोरियल बनाएको थियौँ। अब यो भिडियोमा चाहिँ हामीले हाइब्रिड क्याम्पेन जुनलाई चाहिँ हामी पिआर क्याम्पेन प्लस क्यास, त्यसमा चाहिँ पिआर प्याकेज पनि हुन्छ र क्यास पनि हुन्छ, दुईटैलाई चाहिँ हामी हाइब्रिड प्याकेज भन्छौँ वा पिआर प्लस क्यास प्याकेज भन्छौँ। त्यो प्याकेज कसरी क्रिएट गर्ने वा त्यो क्याम्पेन कसरी क्रिएट गर्ने यो भिडियोमा हामी हेर्नेछौँ। र फर्स्ट अफ अल हामी यहाँ मेरुक्लब.com भनेर सर्च गरेर चाहिँ हामी मेन होम पेजको ड्यासबोर्डमा जान्छौँ र त्यसपछि हामीले साइनअप गरेको छैन भने साइनअप गर्नु पऱ्यो, छ भने लगइन गर्दा हुन्छ। र यहाँ चाहिँ मैले लगइन गर्छु किनभने मैले साइनअप गरिसकेको छु, त्यो कारणले गर्दाखेरि म लगइन गर्छु। मेरो अकाउन्ट अगाडिदेखि नै भएको कारणले गर्दाखेरि मैले चाहिँ वान क्लिकमा साइन इन गरेर चाहिँ म भित्र जान्छु। ओके, हामीले लगइन गरिसकेपछि हामी यो ड्यासबोर्डमा आउँछौँ। यहाँ चाहिँ मैले बनाएको अगाडिको क्याम्पेन्स, पेड क्याम्पेन जुन थियो त्यो पनि मैले हेर्न सक्छु। यहाँ मैले कति स्पेन्ड गरेँ, कति क्याम्पेन्सहरू गरेँ, कतिवटा एप्लिकेन्ट्सहरू थिए त्यो हेर्न सक्छु। र मैले अब क्याम्पेन बनाउनको लागि चाहिँ मैले पिआर प्लस क्यास जुन चाहिँ भन्छ हाइब्रिड क्याम्पेन बनाउनको लागि चाहिँ यहाँ क्रिएट पिआर क्याम्पेनभित्र गएर यहाँ चाहिँ क्रिएट योर ओन पिआर जुन चाहिँ पिआर क्याम्पेन मात्रै भयो र यो चाहिँ हाइब्रिड क्याम्पेन जुनमा चाहिँ प्रोडक्ट प्लस क्यास भनेपछि पिआर प्लस क्यास। यहाँ गएर मैले टेम्प्लेट्सहरू पनि सेलेक्ट गर्नु सक्छु र मलाई टेम्प्लेट सेलेक्ट गर्नु छैन भने म चाहिँ हाइब्रिड भनेर क्लिक गर्छु र म कन्टिन्यू गर्छु। कन्टिन्यू गरिसके पछाडि बेसिक इन्फो जुन चाहिँ अगाडि हामीले गरे जस्तै पिआर क्याम्पेन बनाउँदाखेरिको जस्तै नै बेसिक इन्फो हाल्नु पऱ्यो। क्याम्पेन टाइटल के हो, यसमा चाहिँ मैले टाइटल्सहरू सबै राखेको हुनाले म यहाँदेखि कपी र पेस्ट मात्रै गर्छु। ओके, डिस्क्राइब यर प्रोडक्ट वाट यु वान्ट भनेर यहाँ क्रिएटर्सलाई चाहिँ आफूलाई के चाहिन्छ, कस्तो खालके कन्टेन्ट चाहिने हो, कस्तो खालके चाहिँ मैले यो प्याकेजमा चाहिँ कस्तो खालके चाहिँ उनीहरूले मलाई कन्टेन्ट पठाउनु पर्ने हो त्यो विषयमा यो हाल्नु पऱ्यो। डिस्क्रिप्सन, यहाँ मैले डिस्क्रिप्सन लेखिसकेको हुनाले म यहाँदेखि कपी मात्रै गर्छु। ओके, मैले यहाँ हालेँ। अब ह्यासट्याग, अब उनीहरूले मेरो कन्टेन्ट बनाइसकेपछि कस्तो खालको ह्यासट्यागहरू युज गर्नु भन्ने कुरा हो। मैले ब्ल्याङ्क राखेँ भने उनीहरूले जुन ह्यासट्याग युज गर्दा पनि भयो, तर मलाई होइन कुनै ह्यासट्याग नै छान्नुपर्छ भन्ने चाहिँ मैले ह्यासट्याग पनि यसरी दिन्छु। र यहाँ चाहिँ मैले एकैचोटि कमा दिएको कारणले गर्दाखेरि यसरी आयो। यसलाई चाहिँ म मिसा स्याम्पू, मेरो प्रोडक्टको नाम चाहिँ मिसा भनेर हो, मिसा स्याम्पूको बारेमा गरिरहेको छु अहिले चाहिँ। र यहाँ चाहिँ हेयर केयर र हेल्दी हेयर यतिवटा ट्याग, युजली 5वटा ट्यागसम्म चाहिँ छान्दा हुन्छ, तर यहाँ चाहिँ मैले 4वटा ट्यागहरू युज गरेको छु जुन चाहिँ ह्यासट्यागहरू मेरो कन्टेन्ट्समा होस् भनेर। र रिसोर्सेसको लागि मसँग अहिले केही पनि त्यस्तो रिसोर्सेस छैन किनभने यो पिआर प्लस क्यास क्याम्पेन भएको कारणले गर्दा पिआर भन्ने बित्तिकै मैले प्रोडक्ट कसैलाई पठाउँछु, त्यो कारणले गर्दाखेरि मैले यहाँ रिसोर्सेसहरू छान्दिनँ। यदि छ भने कुनै पनि इमेजेस वा स्क्रिनसट वा केही पनि पिक्चर्सहरू छ भने त्यो युज गर्दा भयो। मलाई चाहिँ कन्टेन्ट टाइप, रिक्वायर कन्टेन्ट टाइप भनेको चाहिँ कुन मार्केट प्लेस, कुन सोसियल मिडिया प्लेटफर्ममा चाहिँ यो युज गर्ने भन्ने कुरा हो। अब यसमा चाहिँ मैले इन्स्टाग्राम रिल र टिकटक भिडियोको लागि गर्छु। र ब्यानर इमेज भन्नु सोधेको छ, ब्यानर इमेजको लागि मैले यहाँ ब्यानर इमेज बनाइसकेको छु जुन चाहिँ मैले अगाडिको पिआर क्याम्पेनमा पनि हालेको थिएँ। यदि त्यो हेर्नु भएको छ भने फेरि हेर्दा हुन्छ। यो चाहिँ स्याम्पूको बारेमा हो, मिसा। अनि स्टार्ट डेट भनेको चाहिँ आजको डेट र एन्ड डेट भनेको चाहिँ 19/5 2026 भनेर मैले एन्ड डेट छाने। र त्यसपछि यहाँ कन्टिन्यू भन्ने अप्सन छ, बटन छ, त्यो कन्टिन्यू भन्नेमा गएर क्लिक गरेँ मैले। अब मलाई म्याक्स क्रिएटर कतिजना चाहिएको, कतिजना, जस्तै मैले म्याक्स क्रिएटर 10जना छानिसकेपछि मैले 10जनालाई प्रोडक्ट पठाउनु पर्ने हुन्छ र 10 मानिले मैले 10वटा प्रोडक्टहरू तयार गरेको छु। त्यसमा अब म्याक्स क्रिएटर मैले 10 भनेर सेट गरेँ। यसमा चाहिँ माइक्रो इन्फ्लुएन्सर्सहरूलाई हामी यो प्याकेजमा हाल्दैनौँ, त्यो टियर्समा पर्दैन। पिआर प्लस क्यास हाइब्रिडको लागि चाहिँ माइक्रो क्रिएटर्स छान्न पाइँदैन, त्यसको लागि मिड क्रिएटर र इन्फ्लुएन्सरहरू छान्नु पर्ने हुन्छ। र यसमा चाहिँ म मिड क्रिएटर्स 5जना, 6-7जना र इन्फ्लुएन्सरहरू चाहिँ 3जना जुन चाहिँ 100K फलोवर्स प्लस हुन्छ, 3जना भनेर छाने। र कुन चाहिँ मेरो क्याटेगोरी हो, मेरो क्याटेगोरी चाहिँ ब्युटी हो, तर अहिलेको लागि चाहिँ यो एउटा ट्युटोरियल मात्रै भएको कारणले गर्दा म सबै नै छान्छु। नभए चाहिँ आफूलाई कुन चाहिँ
कुन चाहिँ क्याटेगोरीमा पर्छ आफ्नो प्रोडक्ट त्यही छान्दा हुन्छ। सिटिज भनेको मेरो सबै सिटिज र भेरिफाइड क्रिएटर्स ओन्ली भनेको चाहिँ जोसँग ब्लू बेज छ, जोसँग भेरिफाइड भएको छन् उनीहरूलाई मात्रै भन्ने कुरा हो। यसमा चाहिँ लिमिटेसन्स हुन्छ, त्यो कारणले गर्दाखेरि म सेलेक्ट गर्दिनँ भेरिफाइड ओन्ली भन्ने अप्सन चाहिँ। र यहाँ चाहिँ मेरो प्रोडक्टको नाम चाहिँ मिसा ओके स्याम्पू प्लस गुडिज र प्रोडक्टको भ्यालु भनेको चाहिँ 2500 यो भ्यालु हो मेरो प्रोडक्टको। र अब मैले क्यास चाहिँ कति दिन्छु त? प्रोडक्ट त मैले दिन्छु नि, तर क्यास चाहिँ कति दिन्छु भन्दाखेरि मिड टियर्सको लागि 1500 रुपियाँ र इन्फ्लुएन्सरको लागि चाहिँ 2000 ओके सायद अलिक बेसी 500 र 2000 भन्यो भने बेस्ट हुन्छ। भनेपछि बजेट एन्ड पेमेन्टमा एस्टिमेट भएर आएको छ भनेपछि टोटल मैले तिर्नुपर्ने भनेको 11,450 जुन चाहिँ मिड क्रिएटर्सको लागि 3,500, इन्फ्लुएन्सर्सको लागि 6,000, स्क्रोमा 9,500 र प्लेटफर्मको फिज भनेको 950 जुन चाहिँ पर्सेन्टेजको हिसाबले, र पिआर प्याकेजको फी भनेको चाहिँ 1000 रुपिज हो। र यहाँ चाहिँ टोटल रिक्वायर्ड यति तिर्नुपर्ने चाहिँ 11,450। म कन्टिन्यू गर्छु। ओके सबै यो रिभ्यू गरेँ मैले, सबै कुरा ठिक छ, म कन्टिन्यू गर्छु। अब मैले कन्टिन्यू गरिसकेपछि मसँग सफिसियन्ट ब्यालेन्स छैन, त्यो भएको हुनाले मैले टपअप गर्नुपर्ने हुन्छ। टपअप गर्नको लागि चाहिँ क्युआर मात्रै अभाइलेबल भएको कारणले गर्दाखेरि चाहिँ यसमा टपअप गर्नु पर्यो। म आफ्नो मोबाइल ब्याङ्किङबाट टपअप गर्छु। 11,950 थियो, म लगभग 12,000 नै यसमा अपलोड गर्छु, किनभने रेस्ट अफ द ब्यालेन्स मैले विथड्र गर्न पनि पाउँछु। त्यो कारणले गर्दाखेरि 12,000 भनेर राख्छु, भोलिको प्याकेजको लागि पनि हुनसक्छ। र मैले पेमेन्ट गरिसके पछाडि चाहिँ यो स्क्रिनसट चाहिँ मैले हाल्नुपर्ने हुन्छ। र अहिलेको लागि चाहिँ म एउटा इक्जाम्पल मात्रै स्क्रिनसट मात्रै राखिरहेको छु। यो एउटा ट्युटोरियल भिडियो मात्रै भएको कारणले गर्दाखेरि मैले सबमिट रिक्वेस्ट गरेँ। सबमिट रिक्वेस्ट गरिसके पछाडि अहिले अब मेरो ब्यालेन्स हेर्यो भने 197 छ। यो चाहिँ म्याक्सिमम् केसेसहरूमा चाहिँ 5 to 10 मिनट्स लाग्छ र कुनै कुनै बेला चाहिँ 30 मिनट्सदेखि 1 आवरसम्म पनि लाग्न सक्छ। म यो ड्राफ्टमा सेभ गरिदिन्छु र ओभरभ्यूमा जान्छु। अब जस्तै मैले यहाँसम्म त सबै क्याम्पेन क्रिएट गरिसकेको छु, त्यो कारणले गर्दाखेरि मेरो सबै बनाएको क्याम्पेन्सहरू लस्ट हुँदैन, किनभने मैले ड्राफ्टमा सेभ गरिरहेको छु। यदि ड्राफ्टबाट फेरि एडिट गर्नको लागि चाहिँ क्याम्पेनमा गएर यहाँ माथि गएर हेर्ने हो भने चाहिँ पिआर प्लस क्यास ड्राफ्टमा बसिरहेको छ। कन्टिन्यू एडिटिङ गर्दाखेरि त्यहीँबाट चाहिँ आउँछ। त्यही भएर चाहिँ लगभग म अहिले मेरो ब्यालेन्स 197 छ। म चाहिँ आफ्नो वालेट चेक गर्दै गर्छु, किनभने रिफ्रेस गर्दै जाँदाखेरि चाहिँ कुनै बेला उताबाट एक्सेप्ट भइसकेपछि अहिले पेन्डिङमा छ यो। अब यो पेन्डिङमा हुँदाखेरि 5 to 10 मिनट्स र युजली 30 to 60 मिनट्ससम्म वेट गर्नुपर्ने हुन्छ। ओके मेरो एप्रुभ भइसकेको छ भनेपछि मेरो ब्यालेन्स 12,197 आइसकेको छ। यहाँ पनि अपडेट हुन्छ, बिस्तारै अपडेट हुन अलिकति टाइम लाग्छ। मेरो लगभग कन्टिन्यू एडिटिङमा गएँ। म कन्टिन्यू एडिटिङमा गएपछि पे 11,450 भएर यहाँ भइसक्यो र मैले यसलाई पे गरेँ। ओके मेरो अहिले अब मेरो जुन क्याम्पेन बनाएको छ पेन्डिङ स्टाटसमा छ। एकचोटि एडमिन एप्रुभल भइसकेपछि चाहिँ त्यो रन हुन्छ र एडमिन एप्रुभल हुनको लागि युजली 5 to 10 मिनट्स लाग्छ र म्याक्सिमम् केसेसहरूमा चाहिँ 45 मिनट्सदेखि 60 मिनट्ससम्म लाग्न सक्छ। र यसको लागि म फेरि रिफ्रेस गर्दै गर्छु। ओके एक्टिभ भइसक्यो, एप्रुभ भइसकेको रहेछ। अब एकचोटि मेरो पब्लिक पेज हेर्छु म कस्तो आयो भनेर। ओके मिसा ओके क्रिएट रिक्वायरमेन्ट्स यो सबै भयो, अघि मैले हालेको सबै छ, रिक्वायर्ड कन्टेन्ट टाइप पनि छ, क्याम्पेन ओके, बजेट 9,500 सबै कुराहरू आएको छ है त। अब मेरो अहिले टोटल ब्यालेन्स भनेको 1,647 छ। अब मेरो क्याम्पेन रन भइसक्यो, अरूमा हेर्ने हो भने मेरो क्याम्पेन रन भइरहेछ, एक्टिभ भइरहेछ। र अब एप्लिकेसन्सहरू आउँदाखेरि चाहिँ अब युजली यो अगाडि गइसकेपछि क्रिएटरहरूले एप्लिकेसन पठाउँछन् र त्यो एप्लिकेसन्सहरू चाहिँ पिआर प्लस क्यास एप्लिकेसन यहाँ आउँछ र लगभग 1 आवर 2 आवर 10 आवर्स 24 आवर्सको बिचमा चाहिँ मिडमा हेर्दै गर्छु यो क्याम्पेन्सहरूको एप्लिकेसन्स आउँछ। एप्लिकेसन्स कसरी आउँछ एकचोटि आइसकेपछि म त्यो चिजहरू देखाउँछु। ओके एप्लिकेसन्स आएको रहेछ, एकजना क्यान्डिडेट, एकजना एप्लिकेन्ट, एकजना क्रिएटरको आएको रहेछ जुन चाहिँ इन्फ्लुएन्सर क्याटेगोरीको रहेछ। टिकटकमा 2,30,000, इन्स्टाग्राममा 98,000 र युट्युबमा 62,000 रहेछ। र मलाई चाहिँ टिकटकको लागि नै भनेर चाहिँ भन्छु, किनभने युजली टिकटकमा उसको 2,30,000 सब्सक्राइबर वा
फलोवर्सहरू रहेछ र एकचोटि स्टिल एप्रुभ गर्नुभन्दा अगाडि चाहिँ यहाँ अप्सन्सहरू छ एप्रुभ विदाउट च्याट नगरिकन डाइरेक्ट एप्रुभ गर्ने भन्ने कुरा हो र प्रोफाइल हेर्ने एकचोटि क्लिक गरेर रिजेक्ट गर्ने र च्याट फर एप्रुभल भनेर पहिले सुरु च्याट गर्ने अनि मात्रै एप्रुभ गर्ने भन्ने कुरा हो। अब यहाँ चाहिँ एप्रुभ विदाउट च्याट चाहिँ स्टिल गर्नु हुँदैन किनभने युजली पहिले सुरु रिक्वायरमेन्ट्स थाहा छैन भनेर म क्रिएटरलाई सोध्छु। सबै कुरा सोधिसकेपछि यदि सबै कुरा बेटर छ भने अनि मात्रै यो क्याम्पेनलाई अगाडि बढाउँछु किनभने त्यही अनुसारले मैले बजेट पनि तोकेको छु, त्यही अनुसारले मैले स्लट पनि त्यही अनुसारले राखेको छु। र यसमा हेरौँ पहिले सुरु मनिषा थापा जुन चाहिँ नम्बर यहाँ देखाएको छैन र एड्रेस पनि रिभिल भएको छैन, यो चाहिँ एप्रुभ भएपछि मात्रै रिभिल हुन्छ भनेर भनेको छ। च्याट फर एप्रुभल भनेर मैले क्लिक गरेँ, पहिले सुरु म च्याट गर्छु अनि मात्रै एप्रुभ गर्छु। ओके मनिषा थापा एकचोटि हेलो डु यु नो about this campaign मैले भन्नु। अब युजली मैले एकचोटि मेल पठाइसके पछाडि यो यसरी म्यासेज गरिसके पछाडि क्रिएटरलाई थाहा छ छैन मजाले हेऱ्यो हेरेन भन्ने कुराहरू थाहा हुन्छ र यदि सबै कुराहरू ठिकै छ भने अनि हामी एप्रुभ गर्छौँ। ओके यस आई नो भनेर उताबाट म्यासेज आयो अनि ओके आई विल स्टार्ट द क्याम्पेन भनेर म भन्छु। यदि मलाई कुनै एड्रेसहरू सोध्नु छ हुन त एड्रेसहरू मैले एप्रुभ गर्ने बित्तिकै एड्रेसहरू देखाइदिइहाल्छ अगाडि, त्यही पनि मलाई इनकेस एड्रेस सोध्नु छ कन्फ्युजन नहुनको लागि भने चाहिँ त्यो केसमा मैले इनबक्सबाट च्याट गरेर सोध्न पनि सक्छु। ओके म अब रेडी छु क्याम्पेन स्टार्ट गर्नुको लागि, सबै कुरा ठिक छ, क्रिएटरलाई सबै कुरा थाहा छ भनेपछि यो टप राइट साइडमा एउटा अप्सन छ रिजेक्ट, जुन भनेको चाहिँ होइन मलाई यो क्रिएटरलाई गराउनु छैन भनेर म रिजेक्ट गरिदिन्छु एप्लिकेसनलाई। यदि होइन ठिक छ म यो गराउँछु भन्ने छ भने ठ्याक्कै त्यसको राइट साइडमा हेर्यो भने स्टार्ट क्याम्पेन भन्ने क्लिक गर्ने अप्सन छ। एकचोटि यो स्टार्ट क्याम्पेन भन्ने क्लिक गरिसके पछाडि चाहिँ फेरि अन्डु हुँदैन, फेरि रिजेक्ट गर्न मिल्दैन क्रिएटरलाई। त्यही भएर यो चाहिँ अलिकति बुझेर सम्झेर मात्रै क्रिएटरसँग कुरा गरेर मात्रै गर्नुपर्ने हुन्छ। र स्टार्ट क्याम्पेन भनेपछि दिस इज फाइनल एन्ड क्यानट बी अनडन भनेको छ। एकचोटि भइसकेपछि फेरि रिजेक्ट गर्न मिल्दैन भन्ने कुरा हो। मैले चाहिँ कन्फर्म एन्ड स्टार्ट गरेर क्लिक गरेँ। ओके क्याम्पेन स्टार्टेड द कोलाबोरेसन इज नाउ कन्फर्म्ड भनेर आयो। अब एकचोटि म यो प्रोडक्ट सेन्ड गर्नुपर्ने छ। प्रोडक्ट सेन्ड गर्नको लागि चाहिँ अब मलाई त एड्रेस पनि चाहियो। यदि मैले डाइरेक्टली एड्रेस क्रिएटरसँग माग्दा पनि भयो कि त उसले एप्लिकेसन जुन बेला दिएको थियो जुन मैले एप्रुभमा हेर्न सक्छु त्यो एप्रुभमा गएर हेर्ने भने यहाँ सी डेलिभरी एड्रेस भनेर आयो। यसमा गएर क्लिक गर्ने हो भने यहाँ रेसिपिएन्ट नेम जुन मनिषा थापा उसले पठाएको फोन नम्बर एड्रेस र काठमाडौँ यो कुराहरू सबै कुराहरू डिटेल्स यहाँ आयो। यो डिटेल्सहरू मैले हालिसके पछाडि मैले प्रोडक्ट सेन्ड भनेर यहाँ मार्क गर्दा भयो कि त मैले यहाँ कुरा गरेर चाहिँ त्यो एड्रेस लिन सक्छु। र एड्रेस एकचोटि लिइसकेपछि जुन प्रोडक्ट छ मैले जुन पिआर प्याकेजमा दिन लागेको छु त्यो पिआर प्याकेजमा दिनुभन्दा अगाडि प्रोडक्ट दिनुभन्दा अगाडि चाहिँ मैले उसँग डिटेलमा कुरा गर्छु। त्यो प्रोडक्ट मेरो कुरियरमा हालिदिन्छु र कुरियरमा हालिदिइसकेपछि त्यो पठाइसकेपछि उसलाई म यहाँबाट ओके यति यति यो कुरियरमा मैले हालिदिएको छु भनेर भन्छु र म यहाँ गएर राइट साइड ठ्याक्कै टपको राइट साइडमा गएर मार्क प्रोडक्ट सेन्ड भनेर भनेको छ। प्रोडक्ट सेन्ड भनेर मैले अप्सन थिच्दिएँ र उतातिर नोटिफिकेसन पनि गयो कि यो प्रोडक्ट उतातिर गइसक्यो कुरियरमा गइसक्यो भनेर यहाँ उतातिर पनि क्रिएटर साइडमा पनि त्यो मेसेज जान्छ। र यति गरिसके पछाडि चाहिँ अब क्रिएटरले चाहिँ सबमिसन गरेर पठाउनु पर्ने हुन्छ। हामीले उसले जुन प्रोडक्ट पाइसके पछाडि चाहिँ उसले सबमिट गरेर पठाउनु पर्ने हुन्छ। यहाँ चाहिँ हामीले ड्यासबोर्डमा गएर हेर्दाखेरि चाहिँ यहाँ पेन्डिङ सबमिसन भनेर देखाइरहेछ। यसमा चाहिँ हामीले हेर्न सक्छौँ वेटिङ फर सबमिसन भनेर भनिरहेछ जुनमा चाहिँ हामीले कन्टेन्ट जुन चाहिँ उता प्रोडक्ट मनिषा थापाले पाइसकेपछि त्यो प्रोडक्टको कन्टेन्ट बनाएपछि उसले चाहिँ यो जुन चाहिँ भिडियोको लिङ्क हुन्छ त्यो भिडियोको लिङ्क चाहिँ यहाँ हामीलाई सबमिट गर्नुपर्ने हुन्छ र हामीले यहाँबाट चाहिँ पेन्डिङ सबमिसन्समा गएर चाहिँ त्यो चिजहरू हेर्न सक्छौँ। र युजली हामीले यो चाहिँ वेट गर्नुपर्ने हुन्छ। युजली प्रोडक्ट उतातिर रिसिभ हुनको लागि 2 to 3 days लाग्न सक्छ समटाइम र त्यो पिरियडको चाहिँ हामीले वेट पनि गर्नुपर्ने हुन्छ र भिडियो बनाउन पनि स्टिल टाइम लागेको हुनाले हामीले स्टिल 24 आवर्सको वेट गरेर चाहिँ हामीले भिडियो पाउन सक्छौँ वा सबमिसन पाउन सक्छौँ। मनिषा थापाले त्यो भिडियो क्रिएट गरेपछि त्यो प्रोडक्ट रिलेटेड भिडियो बनाइसकेपछि अनि हामीले फर्दर हेर्न पनि पाउँछौँ। र
युजली समटाइम के हुन्छ भन्दाखेरि अब प्रोडक्ट गयो कि गएन भनेर बेला बेलामा हामीले टाइम टु टाइम चाहिँ हामीले इनबक्समा चाहिँ मनिषा थापासँग कन्भर्सेसन गर्न पनि सक्छौँ र त्यो कन्भर्सेसन गर्दाखेरि चाहिँ हामीलाई थाहा पनि हुन्छ प्रोडक्ट कहाँ पुगिरहेछ भन्ने कुरा र प्रोडक्ट पायो कि पाएन वा भिडियो कुन प्रोसेसमा बन्दैछ कि छैन भन्ने कुरा पनि युजली हामीलाई थाहा हुन्छ। ओके, अब एकचोटि भ्यू अल गरेर हेरौँ। ओके, सबमिसन आइसकेको रहेछ, यो पेन्डिङ स्टेटमा छ, 1 निड एक्सन भनेर लेखिरहेको छ। यो पेन्डिङमा गएर हामी एकचोटि हेरौँ। यहाँ चाहिँ भिडियो लिङ्क पनि हालिसकेको छ। यो चाहिँ ट्युटोरियल पर्पजको लागि मात्रै भएको कारणले गर्दा एउटा स्याम्पल लिङ्क मात्रै छ यहाँ, तर युजली भिडियोको लिङ्क हुन्छ यहाँ। हामी यो लिङ्कमा गएर हेर्छौँ, यो लिङ्कमा गएर क्लिक गर्छौँ, यो टिकटकमा बनाएको रहेछ भनेर क्लिक गर्छौँ र यो लिङ्क क्लिक गरिसके पछाडि चाहिँ मनिषा थापाले पठाएको यो भिडियोलाई हेरिसके पछाडि हामी रिभिजन गर्छौँ र यदि हामीलाई होइन यो भिडियो मन परेन भने चाहिँ हामी रिक्वेस्ट रिभिजन पनि गर्न सक्छौँ, जुन चाहिँ हाम्रो 14वटासम्म रिभिजन हाम्रो एभाइलेबल हुन्छ। र कि त हामीलाई यो भिडियो मनपर्छ भने हामी डाइरेक्ट एप्रुभ गरेर लेखेर आफ्नो फिडब्याक लेखेर एप्रुभ गरिदिन्छौँ। यो केसमा चाहिँ मैले एप्रुभ गरिदिएँ र यति गरिसके पछाडि चाहिँ अब मनिषा थापाले उतातिर आफ्नो जुन क्यास रिवार्ड छ त्यो रिवार्ड पनि पाइसकेको छ। यहाँ हामी कम्प्लिटेडमा हेर्न पनि सक्छौँ र जुन चाहिँ जति पैसा हामीले दिन्छु भनेको थियो त्यति पैसा 2000 भनेर इन्फ्लुएन्सरको लागि छुट्टाएको थियो त्यो चाहिँ उसले पाइसक्यो। अब माई क्याम्पेन्समा गएर हेर्दाखेरि पनि यहाँ 2000 एमपिआर चाहिँ हाम्रो बजेट स्पेन्ड भइसकेको छ। हाम्रो 9500मा चाहिँ 2000 बजेट स्पेन्ड भयो र क्रिएटरको स्लट चाहिँ 1 आउट अफ 10 बाँकी छ भन्ने कुरा हामीले बुझ्यौँ। र यहाँ गएर हेर्दाखेरि चाहिँ हाम्रो पेन्डिङ रिभ्यूमा छैन। हामीले कुनै पनि अरू एप्लिकेसन्स आउँदाखेरि चाहिँ हामी फेरि पेन्डिङ रिभ्यूमा आएर सेम प्रोसेस फलो गर्छौँ, सेन्ड इनबक्स गर्छौँ, फेरि च्याट गर्छौँ, सबै कुरा ठिक छ भने क्याम्पेन स्टार्ट गर्छौँ र फेरि प्रोडक्टलाई सेन्ड गर्छौँ र आएर सबमिसन्स हेर्छौँ र मन पर्यो भने अप्रुभ गर्छौँ। यसरी नै प्रोसेसहरू गर्ने हो। र हामीले योभन्दा अगाडि बनाएको पिआर क्याम्पेन कसरी बनाउने, पेड क्याम्पेन्सहरू कसरी बनाउने बारेमा पनि पुरानो भिडियोहरू हेर्दा भयो, कि त यदि क्वेसन छ भने सपोर्ट टिकटमा गएर मेसेज गर्दा पनि हुन्छ हामीलाई। र पुरानो भिडियोजहरू हेर्नको लागि चाहिँ अगाडिको भिडियोहरू हेर्नु होला, पिआर क्याम्पेन कसरी बनाउने भन्ने। यदि पेड क्याम्पेन बनाइरहनु भएको छ भने पेड क्याम्पेन बनाउने कसरी भन्ने कुरा ट्युटोरियल्स हेर्नु होला र कुनै पनि क्वेसन्स हुँदाखेरि चाहिँ हामीलाई डाइरेक्टली मेसेज गर्नु होला। हस् त, थ्याङ्क यू।